म मराठी राम्ररी बोल्छु, हिन्दी बोल्छु, इंग्लिश बोल्छु, लेकिन अलिकति नेपाली प्रब्लम हुन्छ। मैले पनि नेपालीमा कुरा गर्छु, नेपाली दाजुभाइ भएपछि। सबैभन्दा प्रथम पहिला यो प्रोग्राम जो छ यो कसै पार्टीको छैन। पहिला एक बात भन्छु तपाईलाई, यो पार्टीको प्रोग्राम होइन, यसमा प्रोटोकल हुन्छ। यो एक नेपाली एम्बेसीको प्रोग्राम हो। नेपाली एम्बेसीद्वारा आयोजित नेपालीहरूका लाग्दा यो प्रोग्राम एरेन्ज गरेको। यो माओवादीको प्रोग्राम होइन, राजावादीको प्रोग्राम होइन, एमालेको होइन, कोहीको होइन। यो पहिला बात ध्यानमा राख्नु। नेपाली माहौल बनाइदिन्छ, मन एकदम यो लाग्छ। हाम्रो आज हाम्रो यहाँ पुनामा बस्ने नेपालीहरू जो छन् आज यति ठूला यति राम्रो राम्रो काम गरेका छन्। कोही डाक्टर छन्, कोही वकिल छन्, कोही सीए छन्, कोही आर्किटेक्ट छन्, कोही पीएचडी गरेको छ। यति राम्रा फिर कोही छोटा मोटा काम प्रोग्राम हुन्छ उसमा फिर यो पूरा नाम खराब गरेर दिन्छन्। यसलाई पूरा नेपालको माहौल बनाइदिन्छ। त कसो हो, आफ्नो इज्जत आफ्नो हक पाउँछ, अरू देशीहरू हुन्छ खिसी काट्छन्। आज पुनामा यस्तो हालत छ कि नेपालीहरूको प्रोग्राम भएपछि यार हल दिँदैन। ठिक है, सेलिब्रेसन हुनु चाहियो नि, आफ्नो कल्चर हो, आफ्नो ट्रेडिसन हो, उसलाई फलो गर्नुपर्छ नि। हामीले पनि केही थाहा छैन, तीज भन्ने केही थाहा छैन। जसबेला हाम्रा दाजुभाइ प्रोग्राममा इन्भाइट गर्थे त उसलाई थाहा गरे तीज भन्ने यो प्रोग्राम हो। अब महाराष्ट्रका ट्रेडिसनमा तीज पनि प्रोग्राम हुन्छ नि, जसलाई गौरी गणपति भन्छ नि के। तो यो हामीले के थाहा छैन। अब हाम्रा हाम्रा पनि कोही प्रोग्राम चल्छ, महाराष्ट्र ट्रेडिसन, नेपाली ट्रेडिसनको हामी इभेन्ट गर्छौँ नि के। त हाम्रो नेपाली ट्रेडिसन के हुन्छ यहाँका महाराष्ट्रियहरूले पनि थाहा हुनुपर्छ, अरू यहाँ अरू नेपालीलाई उनको ट्रेडिसन पनि थाहा हुन्छ। त मेरो भनाइ यो जहाँ पनि त्यहाँ नेपाली माहौल बनाउनु, एक आफ्नो समाजको प्रतिष्ठा पनि राख्नुपर्छ। और नेपालको एक ब्रान्ड छ, त्यो ब्रान्ड वर्ल्डमा जो छ उसो टिकाउनुका लागि हामीले प्रयत्न गर्नुपर्छ। और दोस्रो बात, अब जो महामहिम जो छ तपाईँले के भन्ने, बहुत सारा यो छन् कम्पनी के, बहुत सारा समस्या छन्। लेकिन जति हाम्रा जति छुट्छन् हामी गर्छौँ। देखिए बाँकी एम्बेसी सम्बन्धको म्याटर आउँदो पनि नै। लेकिन हाम्रो इच्छा के छ, हाम्रो जसलाई नेपालका यहाँ जो पुनामा बस्ने हाम्रा जो मान्छेहरू छन्, जसले कोही कम्प्लेन्ट आउँछ, इमेल आउँछ, त उसले तुरन्तै रिस्पोन्ड गर्नुहोस्। अब बात ऐसा बहुत सारा छन्, युनिभर्सिटिजका इस्यू छन्। नेपाली जो बच्चा नेपालबाट जो पढ्न आउँछन् उसलाई फरेन क्याटेगोरीमा बसाउँछन्। फरेन क्याटेगोरीमा जसले यहाँ युनिभर्सिटीमा बच्चा पढ्न आउँछ उसको एलिजिबिलिटीको फी उसको डलरबाट लिन्छन्। त डलरबाट लिन्छन्। नेपालमा बस्ने जो केटाहरू हुन्छन् उनलाई त टपको कलेज पाइन्छन्, डलरबाट पैसा लिन्छन्। एकजना हाम्रो टिटी साइन बनेको छ, अलग बात छ। टिटीका टेक्निकल पोइन्टको माथि म डिस्कस गर्ने नै। त मेरो भनाइ के छ, अगर हाम्रो भारत देशका साथमा एकदम राम्रो रिलेसन छ त फिर नेपालबाट जो भारतमा बच्चाहरू पढ्न आउँछन् उनलाई फरेन स्टुडेन्ट क्याटेगोरीमा किन राख्छौ? मैले ओपन क्याटेगोरी त फरेन क्याटेगोरीको राख्नुहोस्, लेकिन उसको डलरबाट पेमेन्ट किन लिन्छ उनबाट? अब युनिभर्सिटीमा अबको म पनि यहाँ स्टुडेन्ट युनियनको काम गरेको छु मैले नि के। त म यो कुरा रेज गरिसक्दैन। त हामी नेपाली दाजुभाइले यो कुरा रेज गर्नु पर्यो, एचआरडी मिनिस्टरले यो कुरा रेज गर्नु पर्यो। और सबैभन्दा यो छ, जसबेला यो पूरा नै के ओडिसामा जो केटी युनिभर्सिटीको इस्यू भयो, अहिले दाइले कुरा गर्नुभएको, मलाई यति दुःख लाग्यो बहुत। मलाई इन्सल्टिङ फिल भयो। मैले फिल भन्ने के यार, यति थुप्रै मान्छेहरू 30 बीचको प्रोग्राममा 2-2, 5-5 हजार मान्छे आउँछन्। जस बेला हाम्रो नेपाली चेलीबेटी के माथि अन्याय हुन्छ, अत्याचार हुन्छ, उस बेला नेपाली कहाँ बस्छन् यार? महाराष्ट्रबाट जस बेला यो काण्ड भयो उस बेला सबैभन्दा पहिला आवाज हामी उठाए। जयसिंह भाइ बिचमा हामी जो जति संस्था संघ संगठनका प्रतिनिधि सबैभन्दा पहिला हामी कलेक्टरलाई हामीले ज्ञापन दिएको कि तपाईँ कलेक्टरलाई भनेको यो के हो? अगर यो काण्ड अगर पुनामा हुन्थ्यो न त वो विषयलाई यसो उठाइकन कि हामी माथिमाथि फेकिदिने छ। आज उनको के यसो डेरिङ छैन। त मेरो भनाइ के हो, ऊ जो नेपाली हो भनेर उसलाई अगर तिमी हेप्छौ चेप्छौ त यो हाम्रा मुखमा थुक्ने जसो। हामी त यति शरम लागेन। अगर उस ओडिसामा हामी हुन्थ्यो न, अगर यो काण्ड पुनामा हुन्थ्यो न त ऊ भिसीलाई हामी नङ्गा गरेर उनको गदामा बसेर उसलाई र्याली निकाल्ने। और उसले हाम्रो नेपालीहरूको एक औकात देखाउनु। हाम्रो युनिभर्सिटीको जो बजेट हुन्छ उति तिम्रो देशको बजेट बन्छ। को आइमाई हो अब क्याको गाली दिन्छन्, लेकिन गलत हो यहाँ। हाम्रो इज्जत किन निकाल्ने? हाम्रो इज्जत निकाल्ने सम्बन्धी छैन न। हामी यति राम्रो बसेका छौँ, यसो अच्छा पोस्टमा छन्, यहाँ यति मेहनत गरेर स्ट्रगल गरेर कोही त मान्छेले गाडी बिडी धोएर यति बच्चाहरूले पढाएका छन्। कसैलाई कन्भेन्टबाट पढाएको त इन्जिनियरिङको पढाइ गरेको, आर्किटेक्ट बनेको त पीएचडी गर्छौ पुना युनिभर्सिटी भने आज यसलाई के भन्छ एजुकेसनको हब हो। यो इस्टको अक्सफोर्ड भन्छ। आज यस्ता ठाउँमा अरू सबैभन्दा ठुलो कुरा, आज पुना जस्ता शहरमा सर्भाइभ गर्न बहुत ठुलो काम हो। आजका तारिखमा यो पूरा इन्डियामा सबैभन्दा कस्टली सिटी भन्ने पुना सिटी हो। यो कस्टली सिटीमा हामी रहन्छौँ, हामी बच्चाहरूलाई पढाउँछौँ, यो थुप्रै कुरा हो।
हाम्रो गर्वको बात हो। त हामी अब ज्यादा बोल्दैन, तपाईँ बोर हुनुभयो, तपाईँ भन्नुहोला यार क्या माइक हातमा आयो, मेरो आदत छैन नि नेपालीहरूको माइक हातमा आएपछि म छाड्दैन। मलाई भाषण मिसन पनि गर्नु आउँदैन, ऊ क्या मुभमेन्टमा मैले काम गरेको मुभमेन्टको कसो यो डिस्कसन हो नि कि अब नेपालीमा भन्छन् अन्तर्क्रिया। यो मेरो दिलको जो बात छ मैले तपाईँलाई भन्ने यति म बोल्छु रुक्छु। जय हिन्द, जय महाराष्ट्र, जय नेपाल। हस्, धन्यवाद। क्षमा चाहन्छु, नाम उच्चारणमा मैले दिलीप सिंह विश्वकर्मा भन्ने ठाउँमा अलि रङ गर्न पाएँ, त्यसको निम्ति फेरि पनि पुनश्च क्षमा चाहन्छु। अब म आफ्ना जिज्ञासाहरू राख्नको लागि प्रवासी नेपाली एकता मञ्च भारतका केन्द्रीय उपाध्यक्ष लाइनमाथि छ, एकैछिन उहाँको नाम आउँदैछ, म एकछिनपछि कर्मीको रूपमा लिनेछु।